गाइज नमस्ते। आज चाहिँ मैले हजुरहरूको लागि एउटा न्यू कन्टेन्ट लिएर आएको छु होइन। अनि त्यस पछाडि युट्युबहरू हेर्दाखेरि सेलिब्रिटीहरूको होम टुर हुन्छ, अनि त्यस पछाडि अलिक ठुल्ठुलो मान्छेहरूको होम टुर हुन्छ होइन। त्यसले गर्दा चाहिँ मेरो दिमागमा एउटा कन्सेप्ट आयो, अनि म पनि मेरो अकोमोडेसनको टुर गर्छु भयो क्या। अब कतिजनालाई हुन्छ नि अब विदेश गएको भन्ने हुन्छ, अनि कसरी बसेको होला भन्ने हुन्छ, अनि यस्तो हाउ भन्ने हुन्छ होइन। अनि एक्चुअलीमा चाहिँ कस्तो हुन्छ भनेर देखाउँछु म। तर अब राम्रो नि हुनसक्छ, अब कुनै कम्पनीले अब हाम्रोभन्दा राम्रो ठाउँमा राखेको नि हुनसक्छ, अब कुनै कम्पनीको अब योभन्दा नराम्रो नि हुनसक्छ होइन। तर हाम्रो चाहिँ यस्तो छ भनेर म चाहिँ देखाउँछु ल। त्यो चाहिँ हाम्रो अकोमोडेसन होला। आई एम गोइङ टु मिस दिस वाइड रोड्स when I go to Nepal। हामी चाहिँ घुम्न निस्केको, कस्तो दामी छ, धुवा धुलो छैन, सरक्क बस्न मिल्छ। अकोमोडेसन चाहिँ त्यो होला वाइट कलरको। यो छिमेकी दाजुहरूको चाहिँ थाहा छैन होइन कसको अकोमोडेसन हो, तर यो पनि अकोमोडेसनै हो। तर हाम्रो चाहिँ यो चाहिँ हामी पछाडिपट्टि होला, हामी यतापट्टि घुम्न गएको। यहाँको चाहिँ रोडै ठुलो के। त्यो हाम्रो अकोमोडेसन यो चाहिँ केटाहरूको साइड पर्छ, B1 B2 B3 छ त्यसरी 1 2 3। यत्रो धेरै कम्पाउन्ड छ हाम्रो चाहिँ। तर म चाहिँ त्यो कम्पाउन्डमा कहिले पनि आउँदिनँ, माथि चढेपछि म पुरा हाम्रो अकोमोडेसनको राउन्ड लाउँदैछु ल। लेडिजहरू चाहिँ कति धेरै छौँ जस्तो लाग्छ होइन, तर त्यो B1मा मात्र हामी लेडिजहरू छौँ, अनि यसमा पनि जेन्ट्सहरू छ, अनि यसमा पनि जेन्ट्सहरू छ। यहाँ चाहिँ हाम्रो ड्राइभरहरूको बाइकहरू राखेको छ। यो चाहिँ म अगाडि आइपुगेँ हाम्रो अकोमोडेसनको। यो चाहिँ हाम्रो लेडिजहरूको बिल्डिङ हो सबसे अगाडिको। हाम्रो के चाहिँ सबसे धेरै मान्छे उभिराखेको छ हाम्रो गेट हो। अनि हाम्रो कम्पनीको बस हो, कुनै सिफ्टकोहरू आइपुगे जस्तो छ। यो चाहिँ हाम्रो कम्पाउन्ड, यहाँ गेट, यहाँबाट भित्र छिरिसकेँ म। उता चाहिँ केटाहरूको छ। यो हाम्रो लागि पानी, यहाँबाट हामी भित्र छिर्ने हो। यो चाहिँ हाम्रो अकोमोडेसनको ग्राउन्ड हो के, तर यहाँ त्यति साह्रो गाडी पार्क चाहिँ गर्न दिँदैन, यो प्रायः खाली नै हुन्छ। अनि हाम्रो 3टा बिल्डिङ, यो लेडिजको बिल्डिङ, त्यो 2टा चाहिँ केटाको बिल्डिङ। अफिस चाहिँ यो बिचको बिल्डिङमा छ भन्छन्, तर म अहिलेसम्म गएको छैन। यो चाहिँ हाम्रो म छिर्दैछु। दामी छ क्या जे होस्। हाम्रो लन्ड्री रुम चाहिँ यो हो क्या, माथिदेखि तल आउनुपर्छ। अनि भित्र धेरै वासिङ मेसिन छ। अहिलेको एउटा झ्याउ चाहिँ यो तलसम्म आएर लगाइदिनुपर्छ। पहिला चाहिँ फ्ल्याटमै थियो, अहिले चाहिँ तल आइदिनुपर्छ। यताबाट माथि चढे पनि हुन्छ, यहाँ पनि लिफ्ट छ तर यो चल्दैन। अनि यताबाट म चाहिँ अर्को लिफ्टबाट जान्छु। आज भर्याङबाट हिँड्नु मन लागेन, धेरै फ्लोर त छैन यहाँ, जे होस् यति धेरै रुम छ। अनि रुमभित्र पनि 2-2टा रुम छ, त्यही भएर लिफ्ट खासै युज नगर्दा नि हुन्छ। जम्मा 4टा फ्लोर त छ। म लिफ्ट चढ्दैछु। I am in the 3rd floor। अब मेरो घर त त्यत्रो ठुलो छैन, त्यही भएर म अकोमोडेसनको टुर गर्दैछु। यो चाहिँ हाम्रो सिटिङ रुम भन्दा पनि हुन्छ। अनि हाम्रो किचन चाहिँ यहाँ छ।
बस्ने रुम चाहिँ ऊ पर भयो, यहाँ सबै बस्ने रुमहरू भयो। अनि कमन किचन छ क्या हाम्रो चाहिँ। अनि यो 301 भयो ठ्याक्कै, यसको अगाडि चाहिँ किचन चाहिँ गार्बेज भयो। यहाँ हाम्रो बेसी, यहाँ चाहिँ यसरी हाम्रो 1 2 3 4 4वटा 5वटा चुल्हा छ। त्यस पछाडि यसैमा हामी सबले मिलेर पकाउने हो, तर कसैको नि सिफ्ट मिल्दैन, त्यही भएर जस पकाउने ग्यास चाहिँ पुग्छ। हाम्रो अस्मिता बहिनीले के बनाउनु लाग्छ? अनि यति ठुलो स्पेस छ, त्यही भएर कुद्ने नाच्ने जे गरे पनि हुन्छ। अनि यहाँ चाहिँ मोस्ट अफ द लेडिजहरूले टिकटक बनाउँछन्। यहाँ चाहिँ ठ्याक्क लाइटिङ पनि ठ्याक्क मिल्छ, अनि त्यही भएर यहाँ बसेर बनाउँदा चाहिँ दामी हुन्छ क्या। अनि हाम्रो एउटा लिफ्ट भयो, अनि त्यस पछाडि अर्को लिफ्ट चाहिँ उता साइडमा छ, देखाउँछु ल। यहाँ फेरि अर्को सिटिङ रुम पनि छ, यो अझै ठुलो छ उताको भन्दा। यहाँ 2टा रुम छ। त्यस पछाडि अर्को लिफ्ट चाहिँ हाम्रो यहाँनिर छ। अनि भरिङ युज गर्ने हो भने यहाँ भरिङ पनि छ, रमाइलो छ। यहाँ चाहिँ 1 देखि 10 सम्म छ रुम। त्यस पछाडि हाम्रो रुम चाहिँ यो हो। अब के गर्ने, रुल्समा बस्नै पऱ्यो। हामीलाई चाहिँ यहाँ एटेन्सन भनेर पुरा वार्निङ दिइरहेछ। अब म मेरो फ्ल्याट देखाउँछु ल। ओके, यो हाम्रो फ्ल्याट। यहाँ टिभी छ, गाना चलाउँदैछु। यो हाम्रो बेसिन भयो, तर यहाँ हाम्रो ग्यास चाहिँ छैन, पकाउनु चाहिँ सबै उता गर्नुपर्छ। यो सबै ड्रयरहरू भयो। हाम्रो सामान चाहिँ यहाँ राखेको छौँ। अनि त्यहाँ पनि छ हाम्रो मरमसला। यहाँ हामीलाई सुराक पनि राखिदिएको छ। अनि एउटा फ्रिज पनि छ। टाडा। अनि यहाँ 2टा वासरुम छ, 2टा रुमको लागि। अनि यहाँनिर हात मुख धुनलाई बेसिन पनि छ। जस रमाइलो छ, टक्क बसेर टिभी हेर्नु मिल्छ। अनि यो चाहिँ हाम्रो रुम। हाम्रो रुमभित्र चाहिँ 6 जना छौँ। 1 2 3 4 5 6। अनि यो चाहिँ मेरो बेड। अनि सबैको लागि एउटा एउटा लकर पनि छ। अनि यहाँ यति धेरै स्पेस छ, नाच्ने गाउने उफ्रिने जे गर्दा पनि हुन्छ। कस्तो लाग्यो त गाइस हजुरहरूलाई मेरो अकोमोडेसन? तर मलाई चाहिँ यतिको एकदमै राम्रो लाग्यो क्या, किनभने मैले अरू लिभ आउट जाने साथीहरूकोमा पनि गएँ होइन, हेरेँ। अनि यति सानो बेड स्पेसको लागि उनीहरूले चाहिँ पेमेन्ट गर्नुपर्दो रहेछ। अनि सबै थोक त सेयरिङ नै हो विदेशमा, त्यो नेपालमा जस्तो रेन्टमा बसेर अनि आफै पकाउने खाने त्यस्तो नहुँदो रहेछ होइन। फरेन लाइफ इज नट इजी। तर जो हामीलाई कम्पनीको अकोमोडेसनले प्रोभाइड गर्दाखेरि चाहिँ यतिकोसम्म चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो। तर म अब छिट्टै नै जाँदैछु, त्यही भएर मेरो अकोमोडेसन मैले मिस गर्नेवाला छु। मलाई चाहिँ अब सब थोक मेमोरिजहरू राख्नु मन लाग्छ, त्यही भएर मैले चाहिँ यो भिडियो अब बसिरहन्छ नि त, त्यही भएर मेमोरीको लागि पनि हुन्छ भनेर यो भिडियो चाहिँ बनाएको। थ्याङ्क यू सो मच फर वाचिङ।